हाई गाइज, आज म र भाइ चाहिँ कता जानु लागेको भन्दाखेरि दरबार मल जानु लागेको। किनभने हामी चाहिँ आइफोन 17 प्रो म्याक्स लिनु जानु लागेको, किन्न जानु लागेको। हामी चाहिँ दरबार मल आइपुग्यौँ। दरबार मलमा पनि हामी एभो स्टोरमा चाहिँ आइफोन 17 प्रो म्याक्स बाई गर्नु जानु लागेको। अनि भाइ र म चाहिँ बाइक पार्क गरेर माथि एभो स्टोर जानु लागेको। हेरौँ यता साथीहरू, एभो स्टोरमा चाहिँ कुन मोडलहरू पाउँदो रहेछ। हामीलाई चाहिँ 17 प्रो म्याक्स चाहिएको भएर हामीले चाहिँ अरू मोडललाई त्यति ध्यान दिएनौँ। तर पनि भाइले चाहिँ स्याम्पल पिसहरू एकचोटि हेरौँ दिदी भनेर हामीले स्याम्पल पिस पनि एकचोटि ट्राई गऱ्यौँ। अनि यता एभो स्टोरमा चाहिँ आज सिल्भर कलर र 256 जिबीको चाहिँ आउट अफ स्टक भएर उहाँहरूले हामीलाई भोलि आउनु भनेर भन्नुभयो। भोलि चाहिँ रिस्टक हुन्छ भनेर भन्नुभयो। त्यसपछि हामीले हुन्छ भनेर हामी चाहिँ भोलि जाने निर्णय गऱ्यौँ। अनि मैले स्टोरको बारेमा थोरै भिडियो बनाएँ। त्यसपछि हामी नेक्स्ट डे आउने प्लान गऱ्यौँ। अनि नेक्स्ट डे चाहिँ फेरि एभो स्टोर आएँ। उहाँहरूले हामीलाई कल गर्नुभएको थियो कि सिल्भर कलरमा हामीलाई जुन चाहिएको थियो 256 जिबी त्यो नै रिस्टक भयो भनेर भन्नुभयो। त्यसपछि हामी आयौँ। अनि आउँदाखेरि चाहिँ हामीले यसो हल्का फोटोहरू खिचेँ त्यहाँ। अनि भाइले चाहिँ यता बिल पे गर्न रेडी भइसकेको थियो। अनि आइफोनको रेट चाहिँ एभो स्टोरमा कति भन्दाखेरि 2,49,999 ओन्ली थियो। अनि पे गरिसकेपछि मैले चाहिँ एउटा सानो बुमर्याङ बनाएँ, भाइको पनि बनाइदिएँ। अनि भाइले चाहिँ पे गरिसकेपछि त्यो बक्स हातमा लिएर मलाई दिदी एउटा फोटो खिचिदिनु भन्यो। अनि मैले चाहिँ खिचिदिएँ। अनि यता हामी चाहिँ फोन चेक गर्नको लागि एभो स्टोरभित्र बस्ने ठाउँमा बसेर बिल र फोनको बक्सको सिरियल नम्बरहरू म्याच छ कि छैन हेरेर बस्यौँ। साथीहरू, यो चाहिँ भाइले फोन यत्तिकै निकालेर खिचिदिएको है, अनबक्स गर्नै बाँकी छ। अनि त्यसपछि हामीलाई चाहिँ घरमा पाहुना आएको भएर हामी घर जान अलि हतार गऱ्यौँ। त्यसपछि यता पार्किङमा म चाहिँ वेट गरेर बसेँ भाइलाई। ल है साथीहरू, अब म पनि जाँदैछु। हामी चाहिँ घरतर्फ लाग्यौँ। अनि बाटोमा मलाई कस्तो राम्रो लाग्यो। अनि मैले सानो भिडियो पनि बनाएँ बाटोमा। अनि एकदमै भोक लागेको भएर एकछिन केएफसी पनि आयौँ हामी केएफसी खानको लागि। त्यसपछि एउटा क्याफेमा गएर एकछिन रेस्ट गऱ्यौँ। अनि फेरि घरतिर लागेँ। ल यति नै त साथीहरू है आजको मेरो सानो मिनी ब्लग। थ्याङ्क्स फर वाचिङ।